फाइनल्ली कलाघर हिँड्दै बहिनीहरू चाहिँ अटोमा आउँदैछन् है। हामी नेपाली हाम्रो नेपाल हैन हाम्रा हैन हाम्रो बुइनेहरू चाहिँ घुम्न आएर नि के भन्छ पिङ खेलेको छोरी साइली बहिनी साइली बहिनी हैन अनि फाइनली छोरो हाई हाई गर्दिउ हाई छोरो हाई गर्दिउ न यस्तो गर्दिउ यता हेर न हाई छोरो कति खुसी भएको पिङ देखेर हैन ओइ छोरो आ लाग्दैन के गरे कि त सिधा भन न आमा मनसा मनिषा छोरो नि आयो भाइ आयो यहाँ चाहिँ भिडियो गर्दिन यसको हेन भाइ रमाइलो भिडियो यस मचाइरहेछ साइली बहिनी हैन फाइनल्ली कस्तो दामी है आज हाम्रो रमाइलो दिन हैन एउटा काइली बहिनी चाहिँ ओ यता चाहिँ बसेर रे अहिले चाहिँ उठेर रे हाम्रो छोरो कुद्यो छोरो कुद कुद आऊ 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 छोरा यता आउन कुद न अब कुद 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 हलाइदिनु हलाइदिनु लज्जा त भुइँचाड दिदी भुइँचाड अन्त फाइनल्ली कान्छी छोरी पिङ खेल्दै हैन धेरै बेर नखेला ल छोरी झर वाह हजुर डर लाग्यो बे ए छोरो र म छोरोको चाहिँ छोरोले त अहिले कहाँ हेरे भन त श्रीमानज्यू चाहिँ मेरो भिडियो बनाउँदै हुनुहुन्छ हैन खतरा देखिरहेछ बुइनीको छोरो मेरो कान्छी छोरी हैन यो चाहिँ कलाघरको रैथा नेपालीको नमुना हैन फाइनल्ली यो कलाघरको कला संग्रहालय हाम्रो बहिनीहरू चाहिँ हैन कालो लाग्दै पुरानो संग्रहालय हेर्नलाई दादा भन्दा दादा दादा पहिला पहिला बाउ बाजेको सरर पानी घटमा फाइनल्ली श्रीमानज्यू हुनुहुन्छ हैन अनि यो चाहिँ छोरी